मैले सिजलिङ रोहिणी दिदी भेटेको छु। वेलकम टु माई न्यू ब्लग। आज चाहिँ 4th डे अफ सर्वे क्याम्प टु जामुनखाडी। अहिले चाहिँ दिउँसोको 12:30 भइसकेको छ र खाना खाने टाइम भइसकेको छ। अब जाँदैछ खाना खानु। यहाँ चाहिँ म सिजलिङ रोहिणीको घर आइसकेको छु। सिजलिङ दिदी के गर्दैछ नि त? सिजलिङ रोहिणीको घर सिजलिङ रोहिणीको घर चाहिँ यहीँ जामुनखाडीको यो गेटको पछाडिपट्टि रहेछ। यो चाहिँ भ्यू टावर छ। भ्यू टावरमा चढ्दैछु। यहाँदेखि चाहिँ यस्तो भ्यू देखिन्छ। स्लाइडबाट झर्दैछु। प्र्याक्टिकल सक्यो आजको डे 4। मैले सिजलिङ रोहिणी दिदी भेटेको छु। हेलो, हामी त फोटोमा खिच्दै थियौँ है अरे क्या। म अन्साको खिचिदिन्छु ल। र अहिले चाहिँ म बिर्ता बजार आइसकेको छु।